नयाँ बिट धेरैजना पुरुष हुनुहुन्छ अगाडि एकजना मात्र महिला बसिरहेको हेलो नमस्ते। आज महिला दिवस 2081 फागुनको महिना 23 गते शनिबारको दिन आज महिला दिवस परेको छ। म चाहिँ अहिले कालीकोट जिल्लाको तिलागुफा नगरपालिका गाल्जे भन्ने ठाउँमा छु। यहाँ चाहिँ आज नारी दिवस चाहिँ मनाउने कार्यक्रम भएको छ। आज पालिकाको मान्छेहरू एक ठाउँमा भेला हुनेछ। आज हेरौँ यहाँ कसरी सेलिब्रेट हुन्छ, कसरी मनाउनुहुन्छ भनेर म आज तपाईँलाई यो पलमा देखाउन चाहन्छु। तिलागुफाको नगर कार्यपालिकाको कार्यालय मान्छेहरू आउन सुरु भइसक्यो। यहाँ चाहिँ पुरा तयारी हुँदैछ। आज नारी दिवसको उपलक्ष्यमा यहाँ रमाइलो भएको छ। यो बाजा के भन्छ, हाम्रो पञ्चे बाजा भन्छ, पञ्चे बाजा हो कि के हो, रमाइलो भइरहेछ। नाच हुँदैछ त्यहाँ। हाम्रो यहाँ साउजी, हाम्रो यहाँ सर यहाँ बसेर हुनुहुन्छ। हेलो, नाच हुँदैछ यहाँ। एकदम राम्रो रमाइलो एकदम नारी के अरे महिला दिवसको चाहिँ अवसरमा सबभन्दा ठुलो र्याली। कुन ठाउँमा अरे यो? हामी कालीकोटको गाल्जेमा छौँ, नगरपालिका केन्द्र गाल्जेमा छौँ। आज हामी 155 महिला दिवस मनाइरहेका छौँ। हजुर
सर भनिहाल्नु भयो मान्छेको भिड धेरै भइरहेको छ लम्बा लाइन छ हात दुखे वहाँदेखि बाइक सकिसक्यो क्या भेटिसक्यो ल हाम्रो यहाँ अन्तिम ठाउँ आइसक्यो अब यहाँ चाहिँ अब रमाइलो के हुन्छ आजको सुरु हुन्छ यहाँ व्यापार बिजनेस हाम्रो जीवन सर आज क्यामेराम्यान हुनुहुन्छ उहाँ सर हाई हेलो सर हेलो यहाँ चाहिँ र्याली गरेर आएर अब डान्स हुँदैछ है यहाँ चाहिँ अगाडि पछाडि गरेर डान्स हुँदैछ हेर्नु अहिले कुन बेला अगाडि यो बेला अगाडि एकछिनपछि फेरि पछाडि हुन्छ यो चाहिँ अगाडि सायद अब सकिन लाग्यो कि काट्यो यो चाहिँ अहिले नयाँ बिट आइफोन झुक्नु न आइफोन
यहाँ सरलाई लाग्नु टिका लगाउनु ल धन सुमन सर हेर न तपाईँ राजमहलको भाइ हो क्या सर आज कस्तो लागिरहेको छ आज म के हेरिरहेको छु थाहा छ हाम्रो कुन ठाउँ इलाउखा नगरपालिका कालीकोट वडा नम्बर 6 हाम्रो कालीकोटको ह्यान्सी सर केटो भनेको मैले हो अरू ब्रान्डै छैन नवीन ब्रान्ड थप्पा हान्ने मोबाइल कोही छैन हाम्रो केटाहरूमा त्यहाँबाट कोही केटीहरू यहाँ आएपछि मलाई सम्पर्क गर्नु भन्दै यो भ्लगलाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु म दिपनाथ सिंह त्यसै गरी राष्ट्रिय स्तरको ख्यातिप्राप्त कलाकार विपना साई हाम्रो स्टेजमा आइसक्नु भएको हाम्रो स्टेजमा आइसक्नु भएको छ उहाँलाई अतिथिको आसन ग्रहण गरी स्टेजमा बसिदिनुका लागि हार्दिक अनुरोध गर्दछु भन्दा पनि प्यारो हुन्छ आउनुहोस् एकैछिन राष्ट्रिय गानमा सरिक बनौँ राष्ट्रिय गान र हामी एकैछिनमा राष्ट्रिय गानका लागि तेह्रजना पुरुष हुनुहुन्छ अगाडि एकजना मात्र महिला बस्नु भएको छ मात्र अगाडि
जाँदैन क्या त्यही भएर विद्यार्थी कतिजना हुनुहुन्छ हात उठाउनुहोस् त विद्यार्थी बजे पनि विद्यार्थी हुने हामीलाई त साली चाहिन्छ हो हामीलाई त साली चाहिन्छ विद्यार्थीहरूको लागि है म पनि यस्ता रहेछु नानी भाउछिया म पनि यस्ता रहेछु नानी भाउछिया म पनि यस्ता रहेछु नानी भाउछिया कृतिकी भिखारी छिया गाउना कि साउछिया शिक्षामा लगानी गरौँ जातै मास्ने पुइसा यो चाहिँ पुरुषहरूको लागि है शिक्षामा लगानी गरौँ जातै मास्ने पुइसा शिक्षामा लगानी गरौँ जातै मास्ने पुइसा जागिर भएर घरै आउँछन् घोडा हात्ती भुइँसा जागिर भएर घरै आउँछन् घोडा हात्ती भुइँसा अब एउटा टुक्का चाहिँ अरूहरूको लागि सबैजनाले सुनिदिनु होला जो पढाइमा अघि आउँछ उही असल भाउ भन्नु जो पढाइमा अघि आउँछ उही असल भाउ भन्नु जो पढाइमा अघि आउँछ उही असल भाउ भन्नु गोरु हेर्न नजाऊ भन्नु स्कुलमा जाऊ भन्नु गोरु हेर्न नजाऊ भन्नु स्कुलमा जाऊ भन्नु एउटा क्यामेराम्यानको लागि धन्यवाद छ आरोजकलाई धन्यवाद छ आरोजकलाई थोडा बोलाउने डाँडा देख्या राणा अब चाहिँ नारी दिवसको बारेमा पनि केही टुक्काहरू गाउने छु छुट्याउने कोही पनि छैन घाँसका भारीकन छुट्याउने कोही पनि छैन घाँसका भारीकन अधिकार त हिंसा बढी हामी नारीकन अधिकार त हिंसा बढी हामी नारीकन सबैजना महिलालाई खुसीको दिन नारी दिवस चल्नु महिलालाई खुसीको दिन नारी दिवस चल्नु महिलालाई खुसीको दिन नारी दिवस चल्नु कहिलेबाट छुन्ने होला यो हृदय जल्नु कहिलेबाट छुन्ने होला यो हृदय जल्नु नारी चाहिँ बजाउँदै गर्नु होला है दुःख मात्रै पाउन लागि हाम्रा ठाउँकी नारी दुःख मात्रै पाउन लागि हाम्रा ठाउँकी नारी दिनदिनै फुचेका थिचे घाँस दाउराका भारी दिनदिनै फुचेका थिचे घाँस दाउराका भारी अलिक कम भयो अलिक धेरै जान्छ है गतिलो अस्पताल छैन बिरामी भइगया यो चाहिँ खासै भन्न त नमिल्यो तर आज अघि मलाई एकदम टन्सिल भएर घाँटी दुखिरहेको थियो औषधि ल्याइदिनु भन्ने नजिकै मेडिकल टाइम पनि रहेनछ उहाँहरूले चाहिँ राजुली गरेर औषधि ल्याउनु भएछ त्यही भएर गतिलो अस्पताल छैन बिरामी भइगया गतिलो अस्पताल छैन बिरामी भइगया सुख नपाई सुविधा नपाई हाम्रा दिन गइगया सुख नपाई सुविधा नपाई हाम्रा दिन गइगया भनेपछि तह लाग्छन् अदालतमा जाऊँ कि भनेपछि तह लाग्छन् अदालतमा जाऊँ कि जेलखानामा कोचिकन साटो साटो लाउँ कि जेलखानामा कोचिकन सबैको लाउँ कि धन्यवाद योभन्दा बढी नभन्नु होला जस्तो लाग्यो मलाई फेरि पछि मलाई घर जानै गाह्रो होला यहाँ अहिले मात्रै यो महिनाको पछि पुरुषको जनसङ्ख्या त्यसै पनि बढी भइहाल्छ त्यही भएर अब गीत चाहिँ एकदमै गाउनु मन थियो मेरो गीतहरू कतिजनाले सुन्नु भएको छ सुन्ने जतिले हात उठाइदिनुहोस् सबै कायदा लाग्यो
इंट्रो तो बवाल छ त माइक का छ माइक बाप रे
हुन्छ भन्नु के भन्नु गाना भन्नु के मलाई गाना